त्यस्तै हो मिलन पछाडि छुट्नु पर्छ छुटेर गएर फेरि कहीँ मिलन हुनै पर्छ यही हो दस्तुर हजुर ल त हामी आज मामा माइजूको घरबाट बिदा लिँदैछौँ यहाँ बुवालाई लिनु आएको थिएँ यहाँ हुनुहुन्छ माइजू लगाइदिनु हुँदैछ टिका ल बुवालाई अब लाउनु ल माइजू मलाई लगाइदिनु अब पहिला लगाइदिइहाल्नु नि हुन्छ छलिन्छ नि मलाई मान्छे यता भाँडा एउटा खिच्नु न बरु हुन्छ यता हेर्नुहोस् माइजू ए फोटो खिच्ने रहेछ म पनि टिको लाउँथेँ नि अघि अलि खिच्नुपर्छ नि फेरि अलिक ठाडो गर्नु न ठाडो गर्नु किन अडिएन चिल्लो नि दारो छ नि हाम्रो हो चिल्लो रहेछ ल एकछिन है म ऐना चाहिँ खोज्छु यसरी खिच्न मलाई छोरीहरूले सिकाएको छ न अच्छा यो नयाँ तरिका पनि हेरे हाल्नुहोस् टिका अडिएन भने चिल्लो भएर ल अच्छा बुटुकोले यसरी नयाँ टेक्निक सिकिराख्नु भयो टिका मेरो चिल्लो बेसी भएर अडिएन अरे माइजूले त्यसरी चिल्लो नि दारो छ कि हजुर हजुर ल त ल अब बान्जीलाई गरिदिनु ल तिम्रो पाली यहाँ बुवा चाहिँ चिउरा खानु हुँदैछ दही चिउरा बेसी जाडो भएछ हौ बुवालाई त ल उसको अडिने हो कि अझै तपाईँ चिप्लिन खोज्छ नि त हौ यो भाग्यमानी हुनुहुन्छ अझै भाग आओस् आशीर्वाद दिनु हुँदैछ माइजूले दुःख कहिल्यै नहोस् माइजूको आशीर्वाद छ भने कहाँ हुन्छ हौ माइजू दुःख हाम्रा मेरो नन्द मेरा नन्दी भाइ राम्ररी पाल्न सकियोस् उसको पनि अडियो बुटुकोले भयो नि हरियो त भान्जी यसो र त रातो टिका निधारमा टलक्क टल्कियो मजाले लगाइदिनु भयो माइजूले यहाँ उसको यहाँ माइजूले अब दक्षिणा दक्षिणा ल है भान्जी हात देखाएको मात्रै ए होइन नि यहाँ हेर्नुहोस् है मामा माइजूको घरमा यो दक्षिणा यो चाहिँ प्रसादको रूपमा सोचिदिनु पर्यो यो चाहिँ आशीर्वाद हो ल त गाइस हामी अब निस्किँदैछौँ कहीँबाट बिछोड भएर कहीँ गएर मिल्नुपर्छ यही त हो दस्तुर यहाँ चाहिँ हाम्रो भाइ केशव भाइ लु अब भाइको चाहिँ बिहामा आउने म बिहा खाने ल हाम्रो भाइ पुरा यङ अब सानै एकदम एजमै दुबई होइन दुबई गएर धेरै साल काम गर्यो अब चाहिँ भाइ आएको छ यतातिर अब चाहिँ भाइको बिहा गर्ने हो बिहा हुँदाखेरि चाहिँ आउने हो भाइको बिहामा पक्का ल त टिका सिका लगायो अब मामासँग बिदा लिँदैछु मामा लु आशीर्वाद दिउँ जाँदैछु तपाईँ र हामी गुवाहाटी गएको याद त छ नि मामालाई गुवाहाटी लिएर गएको थिएँ दर्शन गराउनु हजुर हामी जानिँदैन होइन ठिकै छ मामा ल राम्रो बस्नु मामा ल त हामी चाहिँ लागेको अब मामा घरबाट बिदा लियौँ अब नराम्रो पनि लाग्यो के गर्नु यस्तै हो वर्ष चाबी चाबी ल मामाको याद राख्नु होला ल यसरी अब हामी छुटिँदैछौँ मामाको घरबाट त्यस्तै हो मिलन पछाडि छुट्नु पर्छ छुटेर गएर फेरि कहीँ मिलन हुनै पर्छ यही हो दस्तुर ल त सबैजना हामी अब बिदा लिँदैछौँ
फुपूको घरबाट पनि फुपूको घरबाट पनि र फुपू हामीसँग जानुहुन्छ परसम्म र फुपालाई चाहिँ हामीले बिदा गऱ्यौँ ल फुपा फेरि भेटौँ अब ल फेरि अब चाँडै भेट्ने हजुर फुपा ल म आउनु भन्दैछु उहाँ सिक्किमको 4 धाम घुमाउँछु फुपा फुपू हाम्रो बहिनी त्यो हामी बहिनी चाहिँ कहाँ बसिन्छ बहिनी दमक दमकको बहिनीलाई हो दिदी बहिनी जे भए पनि त्यस्तो छ ल त माई पोखरी भनेको काँडै के अरे के बेरलाई भेरे खै नानीहरू नानीहरू बस्तिर गइरहेछ ए ल त यी हामी चाहिँ अब फुपूको माइली फुपू घरबाट हिँड्नु आँटेको गाडीमा सामान पनि कसैले भेला गर्दा गर्दा धेरै भइसक्यो हो ल बुवा बस्नुहुन्छ ल ल बाई बाई त गर्दा एक अब ल यहाँबाट यस्तो बाटो हुँदै हामी जाँदैछौँ है कालो रमाइलो रहेछ ए हाम्रो फुपूले यहाँ रोटी पकाएर खुवाउनु भयो नरम रोटी त्यो बिचमा चाहिँ के राख्नु भएको हो दियो हो ल है फुपू रमाइ यहाँ हेर्नु फुपू अहिले चाहिँ सबै भाउजू पाउन मान्छे हुन्छ 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 र हाम्रो डे 3 यसरी बित्यो फुपूको घरदेखि लिएर काकाको घरमा यहाँ रमाइलोसँग हामी रातिको 10 बजे रेडी छौँ यो चाहिँ अहिले मलाई खालि भइसकेको छैन नि फेरि यो चाहिँ हल्का टेस्ट गरेर पुरा बाक्लो हुन्छ हुन्छ बेसी बेसी त्यति नै दिनु अब यो चाहिँ हामी टेस्ट गरेर बताउँछौँ है